हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज मैले धेरै दिनपछि बनाएको भिडियो हो। अझ म बिहान बिहान उठेर झाडु पोछा गरेर म लागे नास्ता बनाउने तयारीमा। नास्ता रोटी बनाएँ। रोटी बनाउन त मलाई आउँदैन, त्यही पनि बनाएँ। अनि म रुममा आएँ त बाबा छोरी मजाले सुत्या थिए। अनि पछि छोरी पनि उठिसकेको थियो। छोरी उठेर खेल्न लागे। अनि सबैले नास्ता गरिसकेको थियो। अनि त्यसपछि म अनि मेरो बुढा चाहिँ नास्ता गर्नु बाँकी थियो। हामी दुईले पनि नास्ता गऱ्यौँ। अनि हामी नास्ता गर्ने टाइममा चाहिँ मेरो छोरी आफ्नो हजुरआमासँग मजाले खेलिरहेको थिए। अनि हजुरआमालाई धेरै माया गर्छ कि मेरो छोरी। मैले नास्ता गरिसकेपछि भाँडाकुँडा माझेर छोरीको कपडा धोएर म लागे दिउँसोको खाना बनाउने तयारीमा। अनि मैले आज बनाउन थिएँ भात अनि पिँडौको गाबाको साग। अनि तल आए त छोरी अनि बाबा मस्त हिसाबले खेल्दै थिए। अनि मेरो छोरी चाहिँ बाबासँग धेरै नै राम्रो मान्छे। अनि म त्यसपछि छतमा गएँ त आज हाम्रो छतमादेखि चाहिँ यति राम्रो भ्यू आएको थियो कि भन्नै नसकिने। किनभने हिजो अस्तिदेखि नै पानी परेको छैन, त्यसैले। अनि मैले त्यो भ्यू देखाएँ। त्यसपछि मेरो सब्जी पनि पाक्न लाग्थ्यो, राम्रोसँग पाकेको थिएन। त्यसपछि म तल आएँ। मेरो छोरी धेरै रुन लाग्थ्यो, त्यसैले मैले चाहिँ छोरीलाई नुहाइदिएँ। अनि मेरो छोरी नुहाउने टाइम चाहिँ धेरै खुसी हुन्छ। अनि छोरी नुहाइसकेपछि म गएँ छतमा। छतमा गइसकेपछि मेरो सब्जी पनि पाकिसकेको थियो, अलि तल जलेको पनि थियो। अनि यसरी बनाएको चाहिँ पिँडौको गाबाको सब्जी चाहिँ धेरै राम्रो हुन्छ। अनि भन्नुहुन्छ होला आज धेरै दिनपछि किन भिडियो बनायो भनेर चाहिँ। किनभने कि आज मेरो छोरी धेरै भइसकेको थियो नि त, बिमारी भएको, त्यसैले मैले धेरै दिनपछि बनाएँ। अनि सर्स्युको तड्का लगाएँ। अनि सर्स्युको दाना अनि मैले हल्दो खुर्सानी राम्रोसँग पिसेर तड्का लगाएँ। अनि त्यसपछि चाहिँ मैले अलिकति बेसार पनि हालेँ, त्योमा गहुँको धुलो हालेँ अनि बनाएँ। अनि अलिकति चुक अनि स्वादअनुसार नमक पनि हालेँ। अनि मेरो छोरी चाहिँ नुहाइ गरेर यहाँ बसेको थियो। त आजको भिडियो मेरो यति नै हो। हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।